नमस्कार। मनका कुराको अर्को एपिसोडमा यहाँलाई फेरि स्वागत छ। आज अप्रिल 2 तारिक विश्व अटिजम सचेतना दिवस आज विश्वभरि मनाइएको छ। संयुक्त राष्ट्र सङ्घले सन् 2007 देखि यो दिवस मनाउन सुरु गरेको हो। पछिल्लो समय अटिजमको बारेमा सचेतनाहरू बिस्तारै बढ्दै गएको छ। पहिला अटिजमको बारेमा धेरैलाई थाहा पनि थिएन, इभन मलाई पनि थाहा थिएन। जब मान्छेलाई पढ्छ नि, पढेपछि मात्र त्यसको बारेमा बढी जानकारी हासिल गर्दै र सिक्दै खोज्दै बुझ्दै जाने गरिदो रहेछ। मैले यसै विषयमा आजको मनका कुरामा मैले भोगेका र देखेका कुराहरू राख्दैछु। आज विश्व अटिजम सचेतना दिवसको अवसर पारेर मैले धेरै सरकारी कार्यालयहरूमा धेरै भिडभाडमा जाँदाखेरि सरकारी कर्मचारीदेखि लिएर धेरै पढे लेखेका बुझेका व्यक्तिहरूलाई पनि सोद्धाखेरि अटिजमको बारेमा कुरा गर्दाखेरि मैले यो सुनेको छु तर यसको बारेमा थाहा छैन भन्ने मात्र जवाब मैले पाउँथेँ। र मैले धेरै ठाउँमा म आफैले पनि धेरै पछि मात्र थाहा पाएको यो अटिजमको बारेमा। मैले अटिजमको बारेमा सुन्न त मैले करिब 15 वर्ष अगाडि सुनेको थिएँ। एउटा बहिनी जुन सञ्चार क्षेत्रमा काम गर्नुहुन्छ, सरकारी व्यावसायिक रेडियो प्रसारण कम्पनीमा, सुमिता लामा भन्ने बहिनी, उहाँबाट चाहिँ मैले सुनेको थिएँ पहिलोचोटि यो अटिजम भन्ने शब्द। त्यति बेला पनि मलाई लागेको थियो अटिजम अलिक फरक खालको केही समस्या होला भन्ने मात्र लागेको थियो। जब मैले आफैले आफ्नै परिवारमा मैले यो समस्या भोगेँ तब मात्र मैले अटिजमको बारेमा अलिकति विस्तृत रूपमा गहन रूपमा बुझ्ने कोसिस गर्न थालेँ। अटिजम एउटा अचम्मको खालको हुँदो रहेछ कि मान्छे सामान्य खालको हुने, हामी जस्तै सामान्य खालको हुने, ऊ बोल्न पनि सक्छ, गीत गाउन पनि सक्छ, पढ्न पनि सक्छ, बुझ्न पनि बुझ्छ, हिँडाइमा पनि समस्या छैन, हेराइमा समस्या छैन, केही कुरा शारीरिकमा पनि कुनै समस्या छैन। तर बोल्ने भनेर कसरी बोल्ने भने एउटा कुनै कुरा सुनिरहेछ, गीत गाइरहेछ भने गीत मात्र गाउने हो। पढ्न उसलाई सबै आउँछ, एदेखि जेडसम्म पनि पढ्न जानेको हुन्छ, 1 2 अबको 100सम्म पनि भन्न सक्छ, बिचमा जुन अक्षर सोधे पनि उसले भन्न सक्छ, अङ्क अक्षर। तर हामीले जुन अहिले म जसरी कुरा गरिरहेको छु तपाईँको अगाडि, त्यसरी नै ऊ चाहिँ कुरा गर्न सक्दैन रहेछ। जस्तै मलाई भोक लाग्यो, मलाई खान मन लाग्यो, म यो खान्छु, म यहाँ जान्छु, मलाई यस्तो भयो, मलाई निन्द्रा लाग्यो, म डुल्न जान्छु, मलाई दुख्यो, अनि म खाना खान्छु, तपाईँ आउनुहोस्, हजुर बस्नुहोस्, यस्ता शब्दहरू बोल्न नसक्ने, मात्र उसले चाहिँ गीत गाउने। भन्नु मतलब आवाज आउँछ, बोल्छ, तर सही तरिकाले कन्भर्सेसन भन्छ नि हामीले, कम्युनिकेट गर्ने, त्यो गर्न नसक्ने हुँदो रहेछ अटिजममा। हेर्दा बच्चा एकदम सामान्य छ। यही क्रममा मैले धेरै ठाउँमा भोगेँ। अब मेरो बच्चा सामान्य छ, हातखुट्टा राम्रोसँग चल्छ, हामी जसरी हिँड्छौँ त्यसरी नै हिँड्छ, हामी जसरी बोल्छौँ त्यसरी बोल्छ, तर कुरा गर्न जान्दैन, गीत गाउँछ मात्र। आँखाले देख्छ, कानले सुन्छ, मुखले बोल्न सक्छ, तर हामीले जस्तो बोल्न सक्दैन। यही क्रममा मैले धेरै ठाउँमा हामीले लिएर जान्छौँ, सोसियलाइज गर्दै गएपछि उसले धेरै कुरा बुझ्छ कि हामी घरबाट मात्र भयो नि बाहिरबाट पनि बुझ्छ कि भनेर लाँदा कति ठाउँमा हामीले दुःख पनि पाएका छौँ। यही घटना मैले विश्व अटिजम एवेरनेस डे, वर्ल्ड अटिजम एवेरनेस डेको सन्ध्यामा, यो दिनमा कुरा राख्दैछु। कृपया तपाईँहरूले पनि बुझ्ने कोसिस गर्नुहोला, गरिदिनुहोला। किन तपाईँको परिवारमा चाहिँ अटिजम छैन, पक्कै पनि अटिजम भएका बालबालिकाहरू नभएसम्म चाहिँ थाहा हुँदैन रहेछ। र हामीले भोगेका कुरा यहाँ कुरा गरेको तपाईँले सुनेपछि कतै देख्नुभयो भने अटिजम भएको बच्चाको बारेमा नकारात्मक चाहिँ नसोचिदिनु होला। मैले एउटा स्कुलले चाहिँ आफ्नो स्कुल यस्तै अटिजम भएका बालबालिकाहरूलाई हेर्ने स्कुल रहेछ, त्यो स्कुलको रिन्यू गर्नु पनि काठमाडौँ महानगरपालिकामा नवीकरण गर्न जाँदा के तपाईँले यस्तो मेहनत गर्नुभएको छ, यस्तो बच्चाहरू बोल्छ र तपाईँ यस्तो स्कुल चलाउनुहुन्छ, बोल्छ जस्तो लाग्दैन भन्ने त्यहाँका कर्मचारीले पनि भनेको सुन्नमा आयो। हालसालैको कुरा हो। त्यही महानगरपालिकाका प्रमुख अहिले देशको प्रमुख
भएको बेलामा मैले अलिकति कुरा राखेँ। कसरी हेर्नुहुन्छ त तपाईँहरूले अटिजम भएका बालबालिकाहरूलाई? सोचिदिनु होला। किनभने मैले एउटा भोगेको घटना, धेरै भोगेको घटनाहरूमध्ये एक दुईवटा सुनाउने छु। एउटा चाहिँ म दक्षिणकाली मन्दिर गयौँ। बच्चाहरूलाई अलि रिफ्रेसमेन्ट दिनुपर्छ, ठाउँ हेरेपछि बुझ्न सक्छ केही सिक्छ भनेर अटिजम भएका बालबालिका लिएर, बच्चालाई लिएर दक्षिणकालीमा एकदमै लामो भिड। त्यो लामो भिड कि लगभग 4-5 घन्टा नै लाग्ने जस्तो थियो मन्दिरसम्म दर्शन गर्नको लागि। अटिजम भएको बच्चा मैले भनिहालेँ, सबै हिँड्न सक्छ, बोल्न सक्छ, सबै गर्न सक्छ, तर बुझ्दैन आफूले। अब त्यो लाइनमा ऊ उभिनै सक्दैन लामो समयसम्म, एकछिन उभिने होइन, ऊ हिँडिराख्नुपर्छ। लाइन त सर्दैन। लाइन नसरेपछि अब के उपाय छ त? अब बाहिरबाट फर्किने अवस्था आयो, तैपनि मन्दिर नजिकै पुगेर बरु बाहिरैबाट दर्शन गरेर जाउँ भनेर मन्दिर नजिकै पुगेँ। पुगेपछि त्यहाँ थाहा भयो कि अशक्त ज्येष्ठ नागरिक यस्ता व्यक्तिहरूलाई चाहिँ पासको व्यवस्था गरेको हुँदो रहेछ दक्षिणकाली मन्दिरमा, र त्यो पास लिएर गएपछि छुट्टै गेट एउटा हुँदो रहेछ, त्यहाँबाट दर्शन गर्न पाउने व्यवस्था रहेछ। तपाईँको बच्चा यस्तो छ भने माथि पास दिन्छ, त्यहाँ एउटा हाकिम साहब बस्नुभएको छ, उहाँसँग पास लिएर आउनुहोस् भन्नुभयो। गएँ माथि, र निलो प्यान्ट र सेतो सर्ट लाउनुको अर्थ न गुठी संस्थानका कर्मचारी थिए कि सरकारी कर्मचारी नै थिए कि जस्तो लाग्छ। उहाँलाई मैले भने मेरो बच्चा अटिजम भएको छ, अटिस्टिक छ, मैले यत्रो लाइन मैले चाहिँ कुर्न सकिनँ, मैले कुनै सहयोग माग्न खोजेँ होइन कि त्यो अटिजम भएको बालबालिका अब मैले दर्शन गर्न नपाएँ, त्यो बालिका यहाँसम्म आएको भएर दर्शन गर्ने कुनै व्यवस्था गर्न सकिन्छ भने गरिदिनु। उहाँले के हो यो अटिजम भनेको? अटिजम भनेको सुन्न त सुनेछु, मलाई के हो यो अटिजम भन्नुभयो। अटिजम यस्तो यस्तो हुन्छ। सुन्न त सुनेछु, तर फरक होला भन्ने त लाग्छ, के हो मलाई थाहा छैन। ठिक छ, पास लिएर जानुहोस्। पास दियो, दर्शन गर्न पाएँ। ठिक छ। यस्तै अर्को घटना मनकामना जाँदा थियो। मनकामना जाँदा भारतीय पर्यटकहरूको भिड लाग्ने बेला रहेछ। भारतीय पर्यटकको भिडले गर्दा केबुल कारको टिकट काट्ने ठाउँमा पनि करिब 1-1.5 घन्टा नै लाइन बस्नुपर्ने अवस्था आयो। त्यहाँ पनि अब यो अटिस्टिक भएको बच्चालाई राख्न गाह्रो। के गर्ने त भनेपछि म गएँ केबुल कारको अफिसमा गएपछि मैले मेरो बच्चा यस्तो छ, यस्तो समस्या छ, के गर्न सकिन्छ भनेपछि कार्ड छ भन्ने चाहिँ सोध्नुभयो। कार्ड त मैले बनाएको छैन भने। त्यसपछि मैले आफ्नो अफिसको कार्ड देखाएँ। ल ठिकै छ, तपाईँ मिडियाको हुनुहुँदो रहेछ, यो कार्डले भए पनि हामी तपाईँको बच्चाको कार्ड नभए पनि हामी सहयोग गर्छौँ भन्नुभयो। उहाँहरूले भित्रै अफिसमै केबुल कारको टिकट दिनुभयो र भित्रैबाट नै सिधै केबुल कार चढ्ने ठाउँसम्मको छुट्टै एक्सेस हुँदो रहेछ। त्यो एक्सेसबाट सिधै भित्र लगेर कहीँ लाइन बस्नु परेन। ठिक छ, यहाँ कार्ड चाहिँदो रहेछ भनेपछि तपाईँहरूलाई पनि भने कि तपाईँको बालबालिका यदि अटिजम अथवा अटिस्टिक छ भने, अथवा बौद्धिक अपाङ्गता पनि भन्दो रहेछ सरकारले यसलाई चाहिँ, यदि त्यस्तो छ भने सरकारले कार्डको व्यवस्था गरेको रहेछ। 3 कलरको कार्ड हुँदो रहेछ। तपाईँको बच्चाको अवस्था हेरेर त्यो कलरको कार्ड दिँदो रहेछ। कुनै कार्डमा चाहिँ भत्ता पनि सरकारले तोकेको छ भने, कुनैमा चाहिँ सेवा सुविधा, यस्तै भिडभाडमा मनकामना जाँदा मलाई कार्ड छ भनेर मागे जस्तै कार्ड देखाएपछि छुट्टै सुविधा पाइने हुँदो रहेछ। यदि त्यस्तो बनाउनु भएको छैन भने बनाउनु होला। यसको प्रक्रिया पनि अब नगरपालिका, वडा नगरपालिका त कुनै एउटा सरकारी सरकारी अस्पतालले सिफारिस गरिदिएको भरमा वडा नगरपालिकाले त्यसपछि वडाको सिफारिससहित नगरपालिकाले उपलब्ध गराउने गर्दछ, अथवा स्थानीय पालिकाले भनौँ न, गाउँपालिका पनि हुनसक्छ तपाईँको गर्नेछ। यति गरेर हामी केबुल कार चढेर अब प्रसङ्ग अगाडि बढाएँ। गयौँ हामी मनकामना मन्दिरमा फेरि त्यस्तै लाइन। अब तल केबुल कारको टिकटको लाइन, केबुल कार चढ्ने लाइन भएपछि मन्दिरमा त स्वतः लाइनै हुने भयो। त्यहाँ फुल प्रसाद बेच्ने ठाउँमा के हो भने तपाईँ त्यहाँ प्रहरी छ, प्रहरीले तपाईँको यो बच्चाको बारेमा भन्नुभयो भने तपाईँ लाइन बस्नु पर्दैन, ल बच्चालाई दर्शन गराइदिन्छ भनेपछि मैले प्रहरीलाई भने। त्यो प्रहरी कहीँबाट पनि सुन्न तयार भएन। अब हामीले के भन्नु खोज्यो भने, जेनजीको नयाँ सरकार बनेको छ, कृपया तपाईँहरूले अटिस्टिक भएका, आज विश्व अटिस्टिक अवेरनेस डेको दिन पारेर मैले रिक्वेस्ट पनि गरेँ। अटिस्टिक अभिभावक भएको नाताले तपाईँहरूले अटिजम भएका बालबालिका यस्ता खालका हुन्छन्, यसलाई यस्तो सहयोग गर्नुपर्छ, यसलाई यस्तो तरिकाले सहजीकरण गरिदिनुपर्छ भनेर तपाईँको तमाम नेपाल सरकारका कर्मचारी, जस्तै त्यो प्रहरीको कुरा म आउँछु, प्रहरीलाई पनि र त्यो दक्षिणकालीका कर्मचारीदेखि लिएर धेरै चिजलाई सचेतना जगाइदिने काम गरिदिनु होला।
त्यो प्रहरीलाई मैले रिक्वेस्ट गरेँ, मेरो बच्चा अटिस्टिक छ, यस्तो छ, मलाई जान दिनु भन्दा मलाई थाहा छैन, अटिस्टिक भएर हुँदैन, जे भयो नि हुँदैन, जान मिल्दैन भनेर जान दिनु भएन। धेरै रिक्वेस्ट गरेपछि जान नदिएपछि यस्तो समस्या छ, यो लाइन बस्न सकिँदैन यस्तो भनेर नमानेपछि उहाँहरूको 3-4 प्रहरी थिए। 3-4 प्रहरीमध्ये एकजना सज्जनले ल ठिकै छ तपाईँहरू त्यस्तो समस्या छैन, तपाईँ जान पाउनुहुन्न, तब हामी 4 गएको थियौँ कि तपाईँ जान पाउनुहुन्न, अब जान ठिकै छ म जाँदिनँ, यो बच्चा लिएर तपाईँहरू मध्ये कोही एकजना जानु होला भनेपछि एकजना मात्र त्यो बच्चा लिएर दर्शन गराएर आयौँ। कृपया यस्तो दुःख गरेर चाहिँ हारगुहार गर्नु पर्यो, त्यस्तो हारगुहार गर्न नपरोस्। विश्व अटिजम एवेरनेस डे मात्र मनाएर भएन, हामीले मात्र बुझेर भएन, त्यस्तो पीडा भोगेका परिवारले मात्र बुझेर भएन, अभिभावकले मात्र बुझेर भएन, त्यो छर छिमेकले मात्र बुझेर भएन, सिङ्गो देशले बुझ्नु पर्यो, सिङ्गो विश्वले बुझ्नु पर्यो। र जेनजी सरकारले विभिन्न सुविधाहरू ल्याउँदैछ, 5 कक्षासम्म परीक्षा नलिने भनेर अहिले पछिल्लो समय खुब चल्यो। अब यस्ता बच्चालाई चाहिँ के गर्नुहुन्छ त? यस्ता बच्चाको फी र यस्ता बच्चा पढ्ने स्कुल साह्रै महँगो छ। कम्तीमा 30-35 हजार रुपियाँ महिनाको बुझाउनु पर्छ, यानि कि दिनको 1500 रुपियाँ। अहिलेको जेनजी सरकारले यस्ता बालबालिकाहरूको लागि के हेर्दैछ र के हेर्नुहुन्छ? आशा छ हेर्नुहुनेछ र हेरिदिनु होला। विश्व अटिजम दिवस मनाइरहँदा यहाँहरूलाई मेरो अटिस्टिक बालबालिका भएका को पीडा बुझिदिनु हुन अनुरोध गर्दै, आशा छ तपाईँहरूले यस्ता बालबालिकाहरूको लागि यत्रो पैसा खर्च गर्न नपर्ने गरेर कुनै व्यवस्था गर्नुहुनेछ, अध्ययन गर्न, सहजीकरण गर्न, सामान्यकरण गर्नलाई यिनीहरूको लागि उचित व्यवस्था गर्नको लागि पहल गर्नेछ भन्ने आशा गर्दछु। तपाईँहरूको कार्यकाल सफल होस् र चाँडोभन्दा चाँडो यो सामान्य व्यक्तिले यस्ता बालबालिकाहरूलाई पढाउन, स्कुल पठाउन सम्भवै छैन। कृपया तपाईँहरूले बेलैमा विचार गरिदिनु होला भन्दै विश्व अटिजम एवेरनेस डे, वर्ल्ड अटिजम एवेरनेस डेको उपलक्ष्यमा शुभकामना दिँदै र आजैबाट तपाईँहरूले प्रण गरेर अहिलेको जेनजी नयाँ सरकार, युवाहरूको सशक्त सरकारले पनि यस्ता बालबालिकाहरूलाई उचित व्यवस्थापन गर्नुहुनेछ भन्ने आशा गर्दै आजको मनका कुराबाट बिदा चाहन्छु। नमस्कार।